भन्दै क्या पानीमा त्यसरी मजाकमा नजान्ने मान्छे त लम्बै माथि तल आउँछ राजेशिवाले उकाएर आँदैन होइन आएन नि अर्कै बाटो लाग्छ त मलाई अर्कै बाटो लाग्छ हामी त उताबाट आएको यो आनन्द लाग्छ होला यतातिर कसैको पुठ्यौली घर अहिले यस्तो यति राम्रो घर होइन अब चाहिँ हामी अर्को कहाँबाट चढ्ने अलिपुरबाट कक्षामा आइपुग्यौँ अब हामी अब यो सेक्सन 3 सुरु भयो पाक्तम 2 यहाँसम्म हो अब यो पाक्तममा होइन यो पाक्तममा हो 2 सेक्सन सकेर 3 मा जाँदैछ 3 त म हिँडेँ हो त्यो साथी मैले जुत्ता झार्न बिर्सेछ नि भाइ जुत्ता मैले अलि के थियो ए मन त वहाँ चाहिँ उकालो लागेर कहाँ जान्छौँ हामी कहाँ पो जाने स्योङसेङ माथि सेक्सन 3 के अरे अरे म्याक्लेस ट्रिज त्यसरी हेरेन होला होइन दाइ बादल भएको छैन मजा आएको छ मजा पसिना आएको छ हावा छ हामी एउटा उकालो सिद्धाएर फेरि अर्को सुरु गर्छ होइन अझै छ 10 किलोमिटर हो अहिले किलोमिटर खुलेर बरु 10 किलोमिटर छ अझै बाटो यस्तो छ होइन दाइ गर्नु भयो है हावा अनि बाटो ल ल ल यस जाम जाम आयो ल ल पिरोमा है कस्तो मजा आउँछ है यो त छुट्टै आनन्द छ है यहाँ
केही देखिन छेक्यो छेक्यो देउराली धाँडा सुर कुहिरोले भन्ने जस्तो भएको छ। साइकुङ भन्ने होइन अँ जस्तै अघि तल साइसा रोडदेखि यसो गाडी गयो नि हजुर गाडी गएर यसो घुम्यो नि अनि यता साइकुङ गयो तलदेखि होइन अब तिमी अहिले के सोध्छ भने हामी यसको माथि छौँ यो यसको माथि छौँ अहिले यिनीहरूको माथि त्यो डाँडामाथि डाँडा माथि 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 यसको छेउ डाँडा उता गयो साइकल होइन यो यता साइकुङ यो साइकुङ हो अनि अघि त्यो साइसा रोडदेखि यता माउन्सान यो भयो यसो गाडी डाँडा मुनि छिरेर यसो आयो यसो गरेर यहाँ पाक्ताम जुम थियो नि अहिले यो एरियामा हिँड्दैछौँ ए यो एरियामा त्यो जियो पार्क के भन्ने छ नि भन्दै उता हो त्यो त इस्ट ड्याम होइन त्यहाँ जियो पार्क गर्दैछ नि बनाउँदैछ नि त अहिले फेरि बनाएको छ नि त्यहाँ अहिले नयाँ थियो नयाँ क्या नयाँ हो त्यो माथि रहेछ भनेपछि अरे ल हामी चाहिँ क्याम्पिङ हो यो हाम्रो गोरुले हाम्रो खाना खाइदिएको ठाउँ होइन उता कता ए औँसे पेयर बिर्स्यो भने त्यहाँ पुगिन्छ है फेरि त्यहीँबाट आएको त्यहीँ हुन्छ यो कालोले लामो समय लिन्छ कालोले उकालो अब त थाक्यो नि त बिस्तारै जानुपर्छ यहाँ फेरि अलिकति सबैजना ग्रुपै छौँ है बिस्तारै माथि भन्छ बिस्तारै सबै तानौँ है बिस्तारै यो एरिया अलिकति ऊ क्या यहाँ पहिला एउटा चिना हराएको हो क्या यो एरियामा हाइकिङ गर्ने मान्छे नै अनि त्यो 40 रुपियाँ फतफतै आएको हो खै अलिक उल्टो भयो क्या हो यो खाएर त्यो भाइ ठिकै छौ कि घरे तल बजाऊ कति किलोमिटर हुँदैछ भइसक्यो होला नि बिचरा साढे 14 माइल भयो 8 घन्टा 53 मिनट बजेर 43 मिनट जाँदा आइयो आमामा बिहान 9 बजेको अनि अब लास्ट हिँडाइ छ है ल कता लाग्यो भाइ कति 2 मिनट लाग्यो ए हो पानीले भिजेर होइन कहाँनिर फेरि 8 मिनट भन्नु हुँदैन के होला अझै कहाँनिर